सविताको कला है यो चाहिँ लाज हरे नि त सबै भत्की पठायो के भने छ के हो के फुपू कस्तो भयो मोमो दामी मिठो छ है कस्तो रे मोमो वा वा हो फुपू ए यता भदैमा पनि जाऊ हो ल वा वा अच्छा ए हो रहेछ म जान्दिनँ के त्यही भएर तपाईहरुले पनि जान्नु होला कि जस्तो लाग्छ के मलाई चाहिँ ननिकाल्नु युट्युबमा हेर्नु न भ्लग अनि आइहाल्छ ए म त भिडियोमा जानु पर्छ भोकलाई हाङकोलङ के बोलाइ भनेर ल सबलाई दिन्छु त म मम्मी निकाल दिनु के फुपू तपाईलाई मलाई छुनु बिटेको नमिठो हुन्छ के मोमो मिठो पर्यो हो के कति पनि नमिठो गर्नु कारण त तर्फको मिठो डल्ला पारेको त हेलो साथीहरु नमस्ते मेरो युट्युब च्यानल तपाईहरु सबैजनालाई स्वागत छ अनि आज चाहिँ हामी मोमो खादै छौं भेज मोमो यता बनाइरहनु भएको छ दिदीहरुले अनि एउटा कुरा कस्तो राम्रो यता भ्यू छ वाउ ओहो रात पर्छ न कस्तो दामी देखेको के चाहिँ मेरो मोमो पकाउने काम हो हैन मोमो त अघिदेखि यहाँ रेडी भइसकेको पानी उम्लिनु गाह्रो भयो पानी उम्लिनु के सारा यत्रो आगो बाले छिरम के सारा पानी उम्लिनु गाह्रो भएको अनि पहिले कुरो मलाई मोमो बनाउनु पनि आउँदैन दिदी र सविताले बनाउनुहुन्छ स्पेशल अनि मैले चाहिँ अब मोमोको अचार बनाउने अनि मोमो पकाउने काम मेरो हो अनि यो पनि छ मलाई साथ दिने ओ बुइनी दुईजना भाग लाएर आज काम गरेको दिदी र सविता मोमो बनाउने म पकाउनेमा परेको यो आगो अहिले होइन बोलेको के साह्रो हौ आगो नबलेको हजुर सविताको कला है यो चाहिँ लाज हरे नि त सबै भत्की पठायो के भने छ के हो के अब मेरो बहिनीले खाना नखाने रे आज आएको दिदीलाई भेट्नलाई बहिनी चाहिँ अब बहिनीले खाना मोमो नखाने रे अब म खाना पकाइदिनु पर्ने पूजा दिदी पानीमा केही लाउने कि नलाउने हो तेलहरु नलाउने सेन आउँछ नि त के लगायो भने मोमो मसला मोमोमा लाउनु भयो के आज यो चाहिँ म खतरा हो तपाईहरुलाई भनेको अरे ल 3 भाडा मोमो रेडी भइसकिसक्यो अब यो के हो त खै ए हो रहेछ म जान्दिनँ के त्यही भएर तपाईहरुले पनि जान्नु होला कि जस्तो लाग्छ के त्यही त म हैन मोमो बनाउन जान्दिनँ अनि घरि के याद आउँछ मलाई त्यति सोध्ने हो कि पूजा दिदीलाई चाहिँ खासमा मलाई यहाँ लाउनुलाई हतार लागिसक्यो मोमो यहाँ पाक्दैछ हाम्रो मोमो तर अब यो मोमो चाहिँ पाक्न आँटिसकिसक्यो भन्दा पनि हुन्छ होला ओहो मोमो पाकिसकिसक्यो भेज मोमो हो चाँडै पाक्छ मोमो चाहिँ अरू मोमो चाहिँ हुँदैन जस्तो लाग्यो मलाई पूजा दिदी भेज मोमो चाँडै पाक्छ है मासु जस्तो होइन नि त आज चाहिँ एक्स्ट्रा हो क्या हाम्रो भेज मोमो कसरी थाहा पाक्न आँट्यो रहेछ मोमो त अलिक पाएको छैन गएर तलको माथिको तल बनाउनु पर्दैन पूजा दिदी मलाई के को अल्छी लाग्नु म पकाउनेलाई अल्छी लाग्यो भनेर हुन्छ त भन्नु त खेतमा बस्नुको पनि धेरै फाइदाहरू छ कि यहाँ हैन धनियाँ प्याज आलु हैन अनि बन्दा काउली यति धेरै छ अनि धनियाँ पनि छ यहाँ यति धेरै धनियाँ म अचारको लागि धनियाँ टिपेर लैजानु पर्ने छ किमामा चाहिँ अघि नै हानिसकिसक्नु भयो अघि नै टिपेर लगिसक्यो सविताले अनि अब यो धनियाँ टिपेर लैजाने पूजा दिदी यो धनियाँ उखुल्ने हो कि पात टिप्ने हो उखुल्नु पर्ने अरे बाकुलो भएको कति धेरै बाकुलो छ कि यहाँ धनियाँ अनि लसुनको पत्ताहरू सबै टिप्न यो टिपेर लैजानु पर्ने अनि यो खेतबारीमा बस्नुको मजा छुट्टै छ कि धनियाँ अर्ग्यानिक खानु पाइन्छ होइन बजारमा गयो भने त कति 20 रुपियाँको यतिकै दिन्छ यो 10 रुपियाँको भयो त्यो पनि 10 रुपियाँमा त अहिले आउनु छोडेछ अनि 20 रुपियाँमा चाहिँ यति चाहिँ दिन्छ अनि त्यही फाइदा हो मात्रै हो पकाउने टक्क भाँडामा राख्ने
यसरी अनि यो मोमो काँचो मोमो चाहिँ फेरि पकाउने यहाँ बाँकी नै छ हस् म तेललाई लगाउने काम मेरो भइगयो नि त्यो त म जान्दा छु पूजा दिदी तेल लाउन त भाँडामा भाँडामा लगाएर मोमो लाउनु पर्छ भन्ने चाहिँ मलाई कन्ठ थाहा छ अरू कुरा नजाने पनि होइन भ्लग बनाएर सम्झेछु मैले सम्झिरहेको छु अघि नै टालिदो रहेछ नि त होइन तेल हालेन भने त अनि म जान्दा छु त्यति गर्नुलाई चाहिँ अलिक बनाउनु चाहिँ आउँदैन बुइनीले म गरिदिन्छु अरे बाबा म गरिदिन्छु दिदी आहा यस्तो मान्छे कहाँ पाउनु म पकाउने यो अचारहरू बनाउने हो के राजा ननिकाल्न हाङकोलङ के बोलायो भनेर ल सबलाई दिन्छु त म मम्मी ल मोमो रेडी भइसकिसक्यो हाम्रो अब मोमो हामी खानु सुरु गरौँ कस्तो हो मोमो फुपू कस्तो हो मोमो दामी मिठो छ है कस्तो रे फेरि भन्नु त वा वा मोमो वा वा हो फुपू ए यता भदैमा पनि जाऊ हो ल वा वा अच्छा है अच्छा लिने छेउमा हाल्दिन अचार सिरोमा बुनु मोमो कस्तो छ दामी छ आजको भेज मोमो खतरा भएको छ खतरा भएको छ है फुपू कस्तो मिठो मासु भन्नु आज भेज मोमो कस्तो मिठो भएको छ तर बनाएमा पनि भर पर्छ के पूजा दिदी मलाई छुनु बिटिको नमिठो हुन्छ क्या मोमो हो के त्यही त नि मैले छुनु भएन मोमो मैले छुएको मोमो नमिठो हुन्छ आज चाहिँ मेरो पकाउने काम मात्रै हो त मोमो धेर खाएर होला अलिअलि आधी आधी मात्रै खानु मनपर्छ अगाएर होला है हो त्यही भने म एउटा सिङ्गे सिङ्गे खाएर सानो सानो जान्छ नि त यो मोमो मैले अहिले त धेर खाएर होला साथीहरू यसरी आधी मात्रै खानु मनपर्छ यसरी यदि यदि खानु मनपर्छ क्या मोमो यसरी अगाएर होला के को बनाउँछ अचार फुपू धनियाँ टमाटर त्यतिको मात्र अगाएपछि यसरी खानु मनपर्छ मोमो यसले त मोमो नि खाएन यसको लागि भित्र उपर खाना पाक्दैछ ल साथीहरू अब मोमो पनि खाइयो भेज अगाडि पनि अगाडि ठुलो खाँदैछु अब भेज मोमो कस्तो दामी भयो मिठो भयो होइन अब त्यही हो साथीहरू मेरो भ्लग आजलाई यति नै बाई बाई साथीहरू